1 क्विन्टल मालमा यदि हामीले त्यसै ग्रेडिङ गर्ने सर्टिङ गर्ने हो भने 4-5 किलो खेर जान सक्छ अनि त्यो मालले फेरि 35 रुपैयाँ पाउन सक्छ 35 रुपैयाँ मात्रै मूल्य पाउँछ अब 50 किलोको हिसाब गर्दाखेरि 5 किलो मात्रै खेर गयो भने 250 रुपैयाँ खेर गयो तर 35 रुपैयाँ मात्रै पायो भने 1 किलोमा कति रुपैयाँ घाटा लाग्यो 15 रुपैयाँ घाटा लाग्यो त्यो भनेको 1 क्विन्टलमा 1500 रुपैयाँ घाटा लाग्यो के हामी 5 किलोको लोभ गर्नाले 1500 रुपैयाँ के भयो घाटा लाग्यो अब त्यो चीज पहिला त हामीले के गर्नु पर्यो किसानकै तहमा सिकाउनु पर्यो त्यो सिकाउनलाई हामी परियोजनाको तर्फबाट लागिरहेका छौं उहाँहरूले पनि सिकाउनु भएको छ त्यहाँबाट पनि हामीले भनेकै जस्तो आएन हामीले बजारमा पठाउन लायक आएन भने अब हामीले त्यो भवन बनाइरहेका छौं त्यो भवनमा टेबलहरु राख्ने भनेका छौं त्यो किन टेबलहरु राख्ने भनेका छौं भन्दाखेरि उहाँले खोजेको जस्तो माल बनाउनलाई त्यो ग्रेडिङ गर्न सर्टिङ गर्न सजिलो होस् भनेर त्यो टेबलहरु गराउन खोजिरहेका छौं अब सहकारीले त्यसमा चाहिँ ध्यान दिन पर्यो किसानबाट ल्याउँदाखेरि पनि ध्यान दिन पर्यो कस्तो माल उठाउने भन्ने अब हाम्रो श्रीचरण भाइहरुले कस्तो माल ल्याउने हो त त्यहाँबाट भन्ने ध्यान दिन पर्यो त्यहाँबाट ल्याइसकेपछि कस्तो पठाउने हो कसरी पठाउने हो भन्ने कुरामा चाहिँ ध्यान दिन पर्यो के जस्तो आयो त्यस्तै पठाइदिने ए गइहाल्छ नि यो त लुकाएर अलिकति अझ तल नराम्रो हालेर माथि राम्रो हालेर पठाइदियो भने त्यो सम्बन्ध एक दिनको मात्रै हुन्छ के एक दिनको बिजनेस चाहिँ भयो आज हामीले सामान पठाइदिन्छौं उहाँ रिसिभ गर्नुहुन्छ ल ठीक छ भन्नुहुन्छ उहाँले पैसा पठाइदिनुहुन्छ भोलिपल्टबाट हैन आज मलाई डाइरेक्ट भन्न नसके पनि तपाईहरुको माल मलाई चाहिए छैन भने आज माग छैन अर्को दिन भन्छु नि म आज माल कसैले खोजे छैन अर्को दिन भन्छु नि म भनेर व्यापारीहरुले टार्नु हुन्छ त्यो भने के हो तपाईको सामान राम्रो छैन भन्न खोजे हो के हो त्यो चीजबाट चाहिँ हामीले के गर्नु पर्यो इन्स्योर गर्न पर्यो हामीले दिने चीज राम्रो हुन पर्यो यदि किसानकै तहबाट राम्रो आ छैन भने पनि हामीले यहाँ सहकारीमा त्यसलाई राम्रो बनाउनु पर्यो नि त सहकारीमा छनौट गर्न पर्यो अनि यहाँबाट राम्रो पठायो भने विश्वास जित्न सकिन्छ त्यो भयो भने मूल्य पनि बढी पाउन सकिन्छ